हेलो गाइस, नमस्ते नमस्ते सबैलाई। आजदेखि मैले मिनी ब्लग डेली मिनी ब्लग स्टार्ट गरेको छु। हजुरहरूलाई डेली मिनी ब्लग कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला। म चाहिँ हाल यता इन्डियाको कोलारमा छु, होटेलमा काम गरिरहेको छु गाइस। अहिले म भर्खर बजारदेखि आएको है गाइस। यता हाम्रो होटल जाने बाटो देख्न सक्नुहुन्छ हजुरले। आज ड्राइडेको दिन ल के खाली बस्छ भनेर अब मिनी ब्लग केही गर्नु पऱ्यो है गाइस। साथ दिनु पऱ्यो। आजदेखि मैले पनि मिनी ब्लग स्टार्ट गरेको छु। हजुरहरूले साथ सपोर्ट दिनु होला। अनि म यो मिनी ब्लगमा मैले डेली गर्ने काम अनि आफ्नो के गर्छु है सबै देखाउँछु हजुरहरूलाई। हेरेर अन्तिमसम्म हेरेर लाइक, कमेन्ट अनि फलो अनि सेयर गर्नु होला। हजुरहरूले दिएको मायाले अनि मलाई हौसला मिल्नेछ। म खासमा बजार त्यो के भन्छ हाम्रो यहाँ नेपालमा खुत्रुके, यता के भन्छ के गल्ला हो कि गल्ला पनि भन्छ भन्नु त। अनि त्यो के अर्को बुट्की बुट्की भन्छ। अनि बजारतिर खोज्दा कहीँ प्लास्टिकको कहीँ कस्तो मन नपरेर म अहिले यता हाम्रो होटल जाने बाटोमा, यता मेरो होटल चाहिँ त्यहाँ पर म अहिले यहाँ होटल जाने बाटोमा अहिले यता यता पसल रहेछ है। यो पसलबाट किनिरहेको छु। अहिले हेर्छु रेट पानी मिल्यो भने अनि किनौँला। यता 3वटा छन्, एउटा ठुलो अनि एउटा त्योभन्दा सानो अनि एउटा सानो छ। अहिले सोध्छु चाचालाई अनि अन्तिमसम्म हेरेर हेर्नु होला। अनि चाचालाई म खोजिरहेको छु है। का होगा ये? अच्छा कौन सा है ये? कलर क्या है ना? फूल लग रहा है इसको फोटो ये कौन सा है? सारा वाला लग गाइस। अहिले आफ्नो पनि कम्छ यसो माटोवाला किन गाइस। यता हेर्नु सक्नुहुन्छ, यता माटोको भाँडाहरू मात्र पाइन्छ हाम्रो यता चाचाकोमा। लगिरहेको छु गाइस। अहिले जान्छु, अहिले एकछिनमा भेटौँला। म होटेल पुग्दाखेरि भेटौँला गाइस। फाइनली गाइस मैले यो बुट्की के भन्छ हाम्रो यहाँ खुत्रुके किनेर म आफ्नो रुमतिर लागिरहेको छु है। जान्छु अब रुमतिर। यसो के छ अब हामीले आज चाहिँ होटल चाहिँ बन्नु छ। अब होटल बन्नु भएपछि अब खाना त खानु पऱ्यो। त्यही भएर हामीले रुमको साइडमा हामीले दाल चामलहरू चाहिँ राखेको छ। अहिले साथीहरूले बनाएपछि खानु पर्ला, नत्र भने आफैले बनाउनु पर्छ। खै साथीहरू छुट्टा छन् कि कहाँ छुट्टीको दिन कहाँ घुम्नु जान्छु भन्दै थियो, त्यही कारणले ठिक छ। आज त मेरो त्यही लुगासुगा धुने कार्यक्रम छ। कार्यक्रममा समावेश हुन हजुरहरूले पनि सक्नुहुन्छ। फाइनली गाइस म मेरो काम गर्नु मेरो होटल होइन, अब साउको होटल हो मेरो होटल। के भन्नु, साउको होटल हो। त्यही साउको होटल भयो भने हामीले काम गर्ने होटल। होटलमा
पुग्न लागेको छु। यता देख्न सक्नुहुन्छ यो होटल गेट चाहिँ बन्द छ। गेट चाहिँ बन्द छ। अब हामी जानुपर्ने पछाडिदेखि अलिअलि खुला छ। त्यहाँ आज सेट आयो कि को आयो हजुरलाई होटलको पुरा भ्यू हजुरलाई हेर्न मन छ भने हजुरले भिडियोमा कमेन्ट गर्नु होला अनि हजुरलाई पुरै देखाउँछु होटलको भ्यू। अब बसिरहेको गाइड अब रुममा पुगेछु। अब पछाडिको हाम्रो यहाँ भन्छ नि चोर बाटो अगाडिबाट त खुल्ला छैन। अब के गर्ने चोर बाटो जानु पर्यो यतादेखि है यतादेखि। मलाई यतातिरबाट जाँदाखेरि हाम्रो गाउँघरतिरको याद आउँछ गाइस। यस्तै बाटो यस्तै गल्लीतिर घुमिन्थ्यो यस्तो गल्ली है। गल्ली त के भनौँ बाटो यस्तो। अब यता हाम्रो नेपालतिर त अहिले गाउँसो काटेर पुरै सकियो होला। यतादेखि जोतेर गरा रेडी गरिसक्नुभयो केटाहरूले। यताको हाम्रो बस्ने रुम चाहिँ त्यो बाहिरबाट यस्तो देखेर भित्रबाट बवाल चाहिँ गाइड फेरि इन्डिया काम गर्छन् होटलमा चिया दिने होइन फेरि त्यो कमेन्टमा राम्रो छ। साउले राम्रो व्यवस्था गर्नु पऱ्यो हाम्रो लागि। बाहिर टिन लगाए पनि भित्र के त्यो के हुन्छ जिप्सम के माथि लगाएको छ चिसो हुन्छ। गर्मी छ लास्ट बाहिरतिर यस्तो गर्मी छ त्यसमा हालत बेहाल छ। ठिक छ फाइनली गाइज म अहिले रुममा पुगेछु हजुरलाई फेरि फाइनली गाइज म अब यसको अब उद्घाटन 50 रुपियाँबाट गर्न लाग्छु आज डे 1। अब कति हुन्छ यसमा यहाँ बच्चासम्म कति हुन्छ त्यसपछि हजुरलाई यसको अन्तिम भिडियो पनि देखाउने छु। हाम्रो चाहिँ आज यता ज्ञाना बनाउने यतामाथि अब हजुरलाई देखाउँछु अन्त्यसम्म।